हाई एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि न्यू डे न्यू ब्लगका साथ उपस्थित भएको छु। सम्पूर्ण सन्चै हुन्छ होला। मैले चाहिँ भिडियो सुरु गरिसकेँ। के कस्तो हुन्छ हजुरहरूले आजको भिडियो चाहिँ लास्टसम्म स्किप नगरिकन हेरेर साथ दिनुपर्ने हुन्छ। हजुरहरूलाई म फेरि आज एउटा कुरा देखाउँछु। अस्ति मेरो फ्लावर जुन पिस लिली फ्लावर फुल्नु आँटेको थियो नि, हजुरहरूलाई मैले देखाएँ, हेर्नु सक्नुहुन्छ है। एकदम यो कोब्रा टाइपमा फुल्छ क्या यसरी। मैले छुइनँ, वाइटमा छ, एकदम वाइटमा छ। यो चाहिँ क्यामेरा यो उयोले गर्दाखेरि चाहिँ कस्तो देखेको छ क्या, पर्दाले गर्दाखेरि देख्न सक्नुहुन्छ। यस्तो वाइट छ, एकदम वाइट यसरी फुल्छ है, यसरी फुल्छ। देख्नुभएको होला सबैले, तर पनि मेरो चाहिँ देखाइदिएको नि त हजुरहरूलाई फुलेको। ल मेरो चाहिँ के कस्तो हुन्छ आजको भिडियो हजुरहरूले लास्टसम्म स्किप नगरिकन हेरेर साथ दिनु होला है। गर्मी छ, एकदम धेरै गर्मी छ। अनि कस्तो आज काम पनि छैन, नानीहरूको क्लास भइरहेछ। अनि एकजना चाहिँ भिडियो के अरे फेसियलको भिडियो बनाउनु पर्ने छ विदेशको लागि। अनि ट्राई गर्दैछ नि त, त्यसको लागि भिडियो पठाउनु पर्ने हुन्छ। त्यो भएकोले गर्दा एउटा उसको चाहिँ भिडियो बनाउँछ। मिस तुला सागको चाहिँ अरूको चाहिँ क्लास भइरहेछ। आइब्रो डिफाइन हुँदैछ, अहिले चाहिँ ह्यान्डमा सिक्दैछ। आइब्रोमा गर्दा चाहिँ किनभने फलिङ हुन्छ नि त त्यो माथिको आइब्रोहरू, अनि त्यो भएकोले गर्दाखेरि अनि ह्यान्डमै प्र्याक्टिस गर्दैछ। उतापट्टि गइरहेछ अरूहरू, म चाहिँ यसरी बसिरहेको छु। अनि के छ केटीहरू गर्मीको भनिदेऊ। डिफाइन गर्नु गाह्रो छ नि, त्यो भएकोले गर्दा प्र्याक्टिस गर्नुपर्छ। प्र्याक्टिस मेक्स पर्फेक्ट भनेर थाहा छ नि त, तर त्यसमा बिचमा चाहिँ मैले मेन्स भन्नु बिर्सेछु। त्यो भएकोले गर्दाखेरि बुझ्नुहुन्छ हजुरहरूले। ल यस्तै छ है मेरो चाहिँ भिडियो आजको, हेर्दै गर्नु होला। मेरो चाहिँ यहाँ नानीहरू एकदम काम गरिरहेछ। नानी म चाहिँ एकछिन काम गरेर अल्छी लागेर रेस्ट गरेको क्या, पुरा साङ्केतिक भाषा बोलेर निन्द्रा लाग्यो भनेर साइन दिँदैछु। अनि उतापट्टि चाहिँ बहिनीले क्लिजिङ गर्दैछ, क्लिजिङ होइन फेसियल के, फेसियल गर्दैछ। अनि उतापट्टि पनि देखाउँदै म चाहिँ त्यत्तिकै ढल्किरहेको छु क्या। यो नानीहरूले चाहिँ मलाई जिस्काउँछ नि त, त्यो भएकोले गर्दाखेरि चाहिँ नबोलिकन मैले चाहिँ त्यत्तिकै साङ्केतिक भाषाले भन्दैछु, देख्न सक्नुहुन्छ। अब बहिनीहरू पनि बसिरहेछ। अनि मलाई चाहिँ हाँस उठेर म चाहिँ यहाँ हाँस्दै। अनि बहिनीहरू चाहिँ फेरि यहाँ अघि हेयर ड्राई गरिसकेर स्ट्रेट तान्दैछ। चारजना भएर पार्टिसन, दुईजना दिने, दुईजना चाहिँ आइरनिङ गर्दैछ नि त, आइरन तान्दैछ। अनि म चाहिँ भिडियो खिच्दै बसिरहेको, केटीहरूलाई जिस्काउँछु नि त घरिघरि। अनि उनीहरू चाहिँ आफ्नो काम गरिरहेछ। आज क्लास पनि गर्दै उनीहरू काम पनि गरिरहेछ। अहिले बेको सिजन छ नि त, त्यो भएकोले गर्दा अलिअलि कामहरू चलिरहेछ, त्यस्तै भइरहेछ। म चाहिँ गाजल लाउन आँटेको, यो विङ लाइनर। अनि खोल्दैछु म चाहिँ। विङ लाइनर क्या यो, एकदम पहिला चाहिँ यो म धेरै लाउने मान्छे हो क्या विङ लाइनर चाहिँ। लङबाट लाउँ कि सर्टबाट लाउँ? सर्टबाटै लाउँछु। एक जमानामा चाहिँ धेरै यो लाइनर लगाएको मैले। हाम्रो ठाउँमा चाहिँ विङ लाइनर मैले यो लाउँदा चाहिँ ज्योति गाजल नै भनेर फेमस थियो। एकचोटि चाहिँ धेरै सल्लाह गरेँ, थुप्रोले लाउँथेँ, थुप्रोले। त्यहाँदेखि चाहिँ पहिला त लाउँदैन थियो, मैले कन्टिन्यू एक दिन नटुटाइ लाउँथेँ नि त। त्यहाँदेखि त पछाडि त सबले लाउनु थालेपछि त मैले त्यो रिल्सको लागि लाउनु लागेको। कस्तो लाग्यो होला हजुरहरूले हेरेर कमेन्ट गर्नु होला है। र अब चाहिँ म यतापट्टि पनि लाउँछु अनि देखाउँछु हजुरहरूलाई एकैचोटि मेरो लास्ट फिनिसिङ रिजल्ट है। अप्ठ्यारो भयो क्या मलाई क्यामेरा होल्ड गर्दै अनि लाउनुको लागि चाहिँ। ल मैले चाहिँ आई लुक क्रिएट गरिसकेँ है। मैले चाहिँ विङ लाइनर पनि लगाइसकिसकेँ। अनि यो चाहिँ आजभन्दा
लगभग 15-16 वर्ष अगाडि 16-17 वर्ष अगाडिदेखि नै मैले लगाएको। त्यतिखेर चाहिँ मैले एकदम खुब लगाएको यो विङ लाइनर चाहिँ देख्न सक्नुहुन्छ। त्यतिखेर चाहिँ एकदम मैले यो कति वर्ष लगाएँ, मैले 6-7 वर्ष त रेगुलर लगाएँ होला। मलाई सब धेरै टाइपको विङहरू लाउन आउँछ क्या, क्याट आईहरू जस्ट गाजरले लाइनरहरू कोर्न आउँछ, धेरैवटा मैले क्रिएट गर्न सक्छु नि त। अनि थुप्रो मैले त त्यतिखेर झन् यत्रो ठुल्ठुलो आँखामा ढ्याप लाउँथेँ। त्यतिखेर त अब एज पनि थियो अलिकति, आँखाहरूको यो जुन माथिकोहरू पनि खासै झुन्डेको हुन्थेन नि त, राम्रो देख्थ्यो। अहिले चाहिँ अब अलिकति एज पनि हुँदै गयो र यो जुन आँखा यो मोटो यो अलिक सुन्नेको जस्तो हुँदै गयो, तल स्वेलिङ जस्तो भएर यो अलिकति सुन्नेर यो छोपेको जस्तो देखिन्छ नि त, यो घुम मर्छ नि त। त्यो भएकोले गर्दा अहिले म खासै लाउँदिनँ। र त्यतिखेर मैले यो गाजर लाउँदाखेरि चाहिँ सबैजनाले त्यहाँदेखि चाहिँ पछाडि फलो गर्दै सबैजनाले लाउन थाल्नुभयो क्या। मैले लाउँदाखेरि कसैले लाउनु नदिए यहाँ। हुनु त अब म के अरे टिभीतिर फिल्मतिर त लाउनुहुन्थ्यो, तर यो हाम्रो एरियातिर चाहिँ कसैले लाउनु नथ्यो क्या यो खालको लाइनरहरू। अनि हुनु त अहिले सुन्यो भने यसले भनेर भन्नुहुन्छ होला, तर त्यो होइन, मैले लाउने टाइममा कोही लाउनु नथ्यो। लाउनुहुन्थ्यो लाइनरहरू, तर सिम्पल सानो थोरैवाला लाउनुहुन्थ्यो। गाजरहरू लाउनुहुन्थ्यो, डिफ्रेन्ट टाइपको लाउनुहुन्थ्यो, तर विङ लाइनर लाउनु नथ्यो मैले लाउँदाखेरि चाहिँ। अनि त्यहाँदेखि त पछाडि त पुरै सबैजनाले लाउनु भयो। सबैले लगाएपछि त कमन हुनु थाल्यो नि त। अनि मलाई फेरि कमन मन पर्दैन, एक्स्ट्रा मनपर्छ। त्यो भएकोले गर्दाखेरि मैले छोडिदिएँ। अनि अलिकति एजले पनि अलिकति सुहाउँदैन भनेर, तर मिलाएर लाउँदा त सुहाउँछ। जस्तै हुडे टाईमा पनि सुहाउँछ क्या, मेरो चाहिँ यो हुडे टाई छ नि त, त्यो भएकोले गर्दाखेरि। अनि अहिले चाहिँ मलाई कस्तो लाउनु मन लाग्यो क्या आज, त्यो भएकोले। अनि मैले चाहिँ नेल पलिस पनि लगाएको छु, कस्तो देखिएको छ। अनि मलाई एक्सटेन्सन चाहिँ खासै गर्नु मन लाग्दैन, नेल एक्सटेन्सन चाहिँ। त्यसले अब यस्तो हुन्छ नि त, हामी काम गरिराख्ने मान्छे अनि उक्किएर जान्छ मासुहरूमा, यो नेल्सहरू फाइल गर्दा पातलो हुन्छ। सजेस्ट भर्सक कसैले पनि नगर्नु होला, धेरै चाहिँ नेल एक्सटेन्सनहरू नेल्सहरू लाउँदा चाहिँ धेरै असर गर्छ। किनभने फाइल गर्दा युभी ल्याम्पमा हात लाउँदाखेरि पुरै यो हाम्रो स्किनलाई चाहिँ असर गर्छ क्या। त्यो भएकोले गर्दा म चाहिँ खासै गर्दिनँ, नेचुरलै नेल्स छ, त्यो भएकोले गर्दा नेचुरलै राख्छु। भर्सक नेल पलिस पनि म लाउँदिनँ, नेल पलिस लिपस्टिकहरू खासै म धेरै युज गर्दिनँ। पहिला धेरै लाग्यो, धेरै। अनि जब पढ्दै गयो, अब हरेक कुरामा हुन्छ नि त, यही बारेमा अब हाम्रो त कामै यही फिल्डमा छ। अनि यही कुराहरू गर्दै गएपछि चाहिँ आफूलाई नलेज हुँदै गएपछि चाहिँ सबै कुरा प्रायः जस्तो लाउँछु, अभोइड गर्दै गएको छु, कम्ती मात्रै लाउँछु अनि लिमिटेड मात्रै। अनि नेल पलिसहरू पनि खासै लाउँदिनँ। मैले हिजो यो बहिनीले एउटा गिफ्ट ल्याइदिएको रहेछ, त्यही भएर लगाएको, तर म खासै लाउँदिनँ। डेली लगाइराख्नु पनि राम्रो हुँदैन, हार्मफुल हुन्छ नि त। लाउनेले त लगाइराख्नुहुन्छ, केही भएको छैन भन्ने हुन्छ, तर नलाउँदा चाहिँ राम्रो। सकेसम्म नेचुरल तरिकाले बसेको राम्रो, नेचुरल ब्युटी र नेचुरल कुराहरूलाई फोकस गरेको राम्रो। म चाहिँ त्यही भएर नेचुरल कुरालाई नै फोकस गर्छु। अनि आर्टिफिसियल चिजहरूलाई चाहिँ म अभोइड गर्छु, खासै मन पर्दैन। गर्नुपर्छ, ब्युटिसियन हो र हामीले अरूलाई पनि गरिदिनुपर्छ, तर त्यो भनेको त सम टाइम मात्रै हुन्छ नि त, एभ्रिडे हुँदैन नि त। त्यो भएकोले गर्दाखेरि सम टाइम लाउनु गुड फर हेल्थ, गुड फर के भन्नु, राम्रोको लागि भने ब्युटिनेसको लागि, तर एभ्रिडे हार्मफुल फर हेल्थ है। त्यो भएकोले गर्दा सजेस्ट फ्रम माई साइड। सरी यदि उयो भयो भने चाहिँ है, हजुरहरूलाई हर्ट भयो भने यो कुराले, तर मैले चाहिँ जे जानेको छ त्यो भनिदिएको। आज चाहिँ विङ लाइनर क्रिएट गरेको छु, कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्नु होला। मलाई चाहिँ आज रिल्सको लागि बनाउनु मन लाग्यो नि त, अलिक हेभीमा लगाएको छु, ठुलो भएर सानो लाइन अलिक हेभीमा लगाएको छु। कस्तो छ कमेन्ट गर्नु ल। अब चाहिँ म रिल्स बनाउँछु, हजुरहरूले हेरिहाल्नुहुन्छ हजुरहरूले युट्युबमा। म त्यति धेरै राम्रो बनाउँदिनँ, जस्ट मेरो लिपसिङ एक्टिङहरू मलाई आउँदैन, जस्ट अलिकति आफूलाई मन परेको कुरा लाउन भन्ने मात्रै हो, हजुरहरूले देखिहाल्नुहुन्छ। त्यस्तै हो, मेरो त अलिअलि मात्रै हुन्छ, त्यस्तो हुँदैन, वाउ टाइपको एक्स्ट्रा टाइपको हुँदैन, हल्का मात्रै हुन्छ। हजुरहरूले हेर्दै गर्नु होला, सपोर्ट पनि गर्नु होला है। अब चाहिँ म एकछिन मेरो रिल्स बनाउँछु। अब चाहिँ काम पनि सक्यो मेरो, चाहिँ खानेकुरा पनि ल्याइदियो बहिनीले, यहाँ इस्कुसको जरा है, अनि सुटुनी स्विट पोटेटो। बल्ल काम सक्यो नि त, लगभग 6:30 भइसकिसक्यो। अनि दिउँसो चाहिँ खासै काम थिएन, बेलुका अहिले बेलुका भएपछि बहिनीहरू पनि गएपछि चाहिँ काम टन्नै आयो क्या। भोलिको परको बहिनीहरूको बिहे रहेछ नि त, भाइको दिमालको। अनि थुप्रोजना हेयर कटको लागि अनि थ्रेडिङहरूको लागि आएको थियो, फुल फेसहरू गर्नुलाई निकैजना आएको थियो, ग्रुप आएको थियो, 2जना ग्रुपहरू लगभग 8-10 जना आएको थियो। अनि थुप्रो टाइम लाग्यो म एक्लैलाई त। अनि काम सकेको बहिनीले अघि नै बनाइदिएको थियो, अनि म थाकेँ नि त। अनि फेरि अब यहाँ काम यो सकेर काम गर्नु छ फेरि भोलिको लागि।
भोलि फेरि मेकअप छ नि त बिहानै 6 बजी होइन 5:30 कति बजी आउँछु भन्दै थियो फोन गर्छ होला अहिले त्यो बहिनीहरूले अनि त्यो भएकोले गर्दा म यहाँ सामान रेडी गर्नुपर्छ म यी हात साबुन उहाँ गइगरी कलमा धोइगरी आएँ अनि यी बसेर खान्छु अनि यतै काम गर्छु भनेर म यतै बसेको किचन चाहिँ गइनँ म अब किचन गयो भने फेरि उता अरू काम हुन्छ त्यो भएकोले गर्दा मैले चाहिँ यहीँ बसेर खाएर अनि यहीँ काम गर्छु इस्कुसको जरा हजुरहरू पनि लिनु होला है हाम्रो जग्गा सबै पाउँछ इस्कुसको जराहरू अस्ति एक लट चाहिँ सकिएको थियो इस्कुसको जरा हामी कति खान्छौँ नि त अनि फेरि यो चाहिँ अस्तिको बजार फेरि ल्याएको रहेछ अनि लिएर आएको त्यति मजाको उयो चाहिँ छैन रहेछ मिठो चाहिँ मिठो तर अलिक चाम्रो खालको छैन रहेछ अलिक गिलो गिलो टाइपको चाम्रो टाइपको मिठो हुन्छ नि त इस्कुसको जरा त हामीले त यो इस्कुसको जरा पाउने सिजनभरि त थोरै खाँदैन धनकुटाबाट आउँछ नि त यहाँ सबै ठाउँमा खानु पाउँछ दामी दामी पहाडमा पाउने चिज जति सबै पाउँछ बिहान अलिकति काँक्रा खाइदिएको थियो फेरि बल्झिहाल्यो अब चाहिँ म केही खाँदिनँ एकदम पानी पानी पनि सेलाइसकेछ ल्याएको तातो पानी सुटुनी पनि अलिक उयो रहेछ गिलो गिलो टाइपको रहेछ मलाई चाहिँ चाम्रो चाम्रो मनपर्छ यो चाहिँ गिलो टाइपको रहेछ मच्छर कुदेको हेर्नु न कति धेरै मच्छर आउँछ के बेलुका भएपछि सुटुनी पनि लिनु होला हजुरहरू कामले गर्दाखेरि मेरो खानुको टुङ्गै हुँदैन खाजा यतिखेर हुन्छ अनि अब बेलुका खाना पनि खानु मन लाग्दैन खाना पनि खाँदिनँ अनि अब यतिखेर खाएपछि कतिखेर खाने अब चाहिँ म यो खान्छु अनि के कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियो कमेन्ट गर्नु होला राम्रो लाग्यो भने हजुरहरूले लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला अनि यति भन्दै मेरो आजको भिडियो चाहिँ यहीँ गर्छु फेरि नेक्स्ट भिडियोमा हजुरहरूसँग भेट्ने त्यतिन्जेलको लागि बाई बाई सी यू गाइस लभ यू अल